Hello everyone, good morning, 수고प्रभात and 안녕하세요. 여러분들이 요즘 어떻게 시간을 보내고 계세요? 아마 잘 지내고 계실래요? 우리 지금 도서관에 가고 있습니다. हजुर आजभोलि कसरी समयहरू बिताइराख्नु भएको छ सायद राम्रो नै बिताइराख्नु भएको छ होला। हामी चाहिँ थोसगन यानि कि लाइब्रेरी पुस्तकालयमा हामी गइरहेको छौँ है। हजुर अहिले हामी चाहिँ यो एउटा ठुलो अजङ्गको पहाडलाई छेडेर बनाएको बाटोलाई पार गर्दै थोसगन पुस्तकालयमा हामी पुग्नै लाग्यो। जो ड्युटीको समय बाहेक या कामको छुट्टी भइसकेपछि कहिले हामी वन जङ्गल प्रकृतिभित्र रमाउँछौँ भने कहिले हामी रङ्गी रङ्गिएका झिलिमिली बत्तीको भिडभित्रको त्यो सहरभित्र हामी हराउँछौँ रमाउँछौँ भने कहिले पुस्तकालयतिर हामी पुगेर आफ्नै हिसाबले रमाउन पुग्छौँ। यस्तै आज पनि फेरि मेरो हितैषी मित्र मनोज ले लिन आइसक्नु भएको छ। हामी पुगिसकेका छौँ है। फाइनल्ली हामी फेरि सदाझै अन्डरग्राउन्ड एक तला छिहा झरिसकेका छौँ। जो यो हामीले देख्न सक्छौँ यो अन्डरग्राउन्ड एक तला मुनि छ है। यो माथि चाहिँ चौबाटो मेन चोक छ। यो माथि उसमा चाहिँ गाडीहरू दौडिरहेका छन् है। यहाँभन्दा मुनि अझ सबवे ट्रेनहरूको बाटो छ 2-3 तला मुनि अझै पनि छ है। हामी थोसगनतिर पुगिसकेका छौँ। दाजु माटमा जाऊ एकभन्दा चिसो यहाँ लेखिएको छ किताब चाहिँ युवाहरूको लागि स्वास्थ्यवर्धक खाना जस्तै हो भने वृद्धहरूको लागि मनोरञ्जन भनेर लेखिएको रहेछ। त्यसै गरी आज हामी फेरि सधैँ झैँ नै यहाँबाट किताबहरू छानेर पढ्नेछौँ। हुन त मलाई कोरियन ल्याङ्ग्वेजको एडभान्स लेभलका वर्ड मिनिङहरू त खासै त्यति थाहा छैन, बेसिक लेभल मात्रै हो हैन। तर पनि मलाई चाहिँ धेरै नै सजिलो भइरहेको छ किनकि मनोजले धेरै नै सहयोग हैन गरिराख्नु भएको छ। त्यसैले आइएम सो ह्याप्पी हैन। उहाँलाई साथीलाई नै थ्याङ्क यू भन्न चाहन्छु है। किनकि उहाँको कोरिया बसाइ धेरै लामो हुनु नै मेरो अवसर र भाग्य हो म चाहिँ ठान्छु। त्यसैले मलाई धेरै नै सहज भइरहेको छ है। वरिपरि आजसी यानि कि काकाहरूलाई पनि देख्न सकिन्छ। उहाँहरू पनि आइतबार शनिबार छुट्टीको टाइममा आएर यहाँ रमाइलो गर्दै किताबहरू पढ्दै बस्नुहुन्छ हैन। त्यसमा हामी पनि अझ मिसिन्छौँ। एकदम रमाइलो हुन्छ है। हेर्दाखेरि सानो थोसगन छ, लाइब्रेरी छ हैन, पुस्तकालय। तर धेरै प्रकारका पुस्तकहरू यहाँ उपलब्ध छन्, पढ्न सकिन्छ है यहाँ आएर। तर लग्न भने मनाही छ। हजुर हामी लगभग फर्किने जुन समय पनि नजिकिँदै आइसकेको छ। 3 बजेर लगभग 15-20 मिनट गइसकेको अवस्था चाहिँ छ। अब हामी यहाँबाट थोरै कफीको चुस्की लिइसकेपछि हामी आफ्नो वासस्थानतर्फ ब्याक हुनेछौँ, फर्किनेछौँ है। सबैजना आफ्नै तरिकाले आफ्नै हिसाबले रमाउनु होला, इन्जोय गर्नु होला, मस्त रहनु होला, सुरक्षित स्वस्थ रहनु होला भन्दै आजलाई बिदा है त।